दैवले जुराउँछ भन्ने सुनेको थिएँ। उखान मिलेन आमा। मूर्तिको आहारा चाहिँ दैवले जुराउँछ भन्नुपर्छ अबदेखि। तर ती हाम्रा रोनाल्डो बाउ चाहिँ अभागी नै हो। मासु भात पाकेको बेला घर छोडेर कहाँ हिँडेको होला। सबै कुरा गर, तर बाउ भन्ने चाहिँ शब्द निकाल्दै ननिकाल है। हुन्छ हुन्छ, बाउ भन्ने शब्दै निकाल्दिन। साँच्ची तिम्रो बुढिया चाहिँ कहाँ मुन्टेको होला है। फेरि के गर्छ? आमा मेरो लागि प्यान्ट रहेछ। अनि तिम्रो लागि धोती? धोती नै लुङ्गी हो। आमा हामीलाई बा नफाप्ने रहेछन्। जुन दिनदेखि बाले घर छोडेर गए त्यो दिनदेखि कहिले मासु चामल आउँछन्, कहिले नयाँ नयाँ लुगा आउँछन्। भोलि के आउने हो फेरि? बालाई चाहिँ घर आउन दिनुहुन्न है आमा। आयो भने लखटे हाल्नुपर्छ है आमा। म एकचोटि लाएँ। कस्तो देखिया? अरे मूर्ति भाँडा कुँडा त रित्तै छ त। खोइ त मलाई भात। ए आमा, ए आमा, तासे बाउलाई भात चाहियो रे। छैन भन्दै जुवाडालाई भात छ। अनि तपाईँले खुर्काएर सुत्या। म चाहिँ तिम्रो आमा छोराको लागि भनेर दिनरात खट्ने, तिमीहरू चाहिँ मलाई वचन लाउने। कहाँ खट्यो रात दिन? तास खेल्न? होइन मासु के को चामल मासु? मासु खानालाई कमार ल्याउनु परेन? दिनभरि जुवाको खालमा बास, अनि बेलुका भएपछि चाहिँ मासु घाँस। सुन्यौ होला नि बाउ, हुन त यस्तो तासे जुवाडेसँग बोल्न मेरो नैतिकताले दिँदैन। त्यही पनि रात बिरात त्यस्तो केही परिहाल्यो भने खबर पाऊँ। एउटा छोराको नाताले मैले भन्ने यति हो। होइन यो हुरुरे बिहानै उठेर कहाँ हिँड्ने हो? पुल तरेर पारी जाँदै गरेर देखेको थिएँ त। त्यो अनुवाद तपाईँ पल्लो गाउँतिर गएको होला नि तास खेल्नलाई। त्यसलाई यहाँ कसले पत्याउँछ र? अब नयाँ ठाउँमा मान्छे उल्लु बनाउनु पर्यो नि। मेरो सालो कुकुर बिग्रिया जस्तै बिग्रियो। बुढीदेखि साह्रै डराउँछ। म जस्तो हुनु पर्यो नि। हे भन्दाखेरि बुढी थर धोक्रे मुर्दार उज्यालो हुनु पर्छ नि। गाउँ टोल्दै हिँड्नु पर्छ। घरमा कति काम छ गरी। बुढीदेखि चाहिँ डराउनु हुन्न है। जोइ तिमीले